ल फेरि पनि सम्पूर्णलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म यहाँनिर माछा मार्नु आएको। खास चाहिँ दाजु र म अलिकति अप्ठ्यारो भयो। त्यस पछाडि म तपाईँहरूलाई अब सेरा खोलाको अवस्था कस्तो छ हल्का भनेर देखाउनु पर्यो भनेर चाहिँ माछाको देखाउनु आएको खास चाहिँ ब्लग चाहिँ। तर त्यो ब्लग बनाउन सकिएन, अलिकति यहाँ अवस्था सिर्जना अलिक अप्ठ्यारो अवस्था सिर्जना भयो। यहाँ समस्या आइलागेको कारणले यो जङ्गलभित्र पनि पस्न सकिएन। म अब तपाईँलाई होइन सानो मिनी ब्लगमा के भइरहेछ भने म जानकारी दिँदै जानेछु, भिडियो हेर्दै गर्नु होला है त। ल दाजु र म चाहिँ अब यहाँ आइसकेको छु, यताबाट आएको हो माछा मार्नु। अब यो खोलाबाट उता जानुपर्ने भएको छ। अब कहाँबाट सुरु गरौँ, अब भिडियो अब हेर्दै गर्नु। अब हामी सुरु कहाँबाट गर्ने भनेर हामी देखाउँदैछौँ। यही हो सेरा खोला, ठ्याक्कै यो फलामे पुलमा हामी आएको छौँ। अब यही खोलामा एकचोटि चेक गर्छौँ। अस्ति हेरेर चाहिँ आएको थियौँ यहाँको एउटा सानो दहमा, त्यो ठाउँमा हामी जानेछौँ है। यहाँबाट तपाईँलाई सुरु गराएँ मैले, उता खिच्नु आँटेको मासतिर मान्छे गयो कि मान्छे गएपछि त्यताको मैले देखाउनु सकिनँ तपाईँहरूलाई। अब मैले यहाँको यसो देखाउँछु। यही हो सेरा खोला चाहिँ। हामी यो माछा मार्दै चाहिँ खास चाहिँ यतातिर आएको थियौँ कि यो खोलामा। हजुर आयो दाजु। अनि उतापट्टि देखाउनु पर्यो तपाईँहरूलाई होइन, त्यो देखाउनु पर्यो भने त्यता घाम पनि आइरहेको छ। अब यो बाटोबाट दाइले बोलाइरहेछ, मलाई अप्ठ्यारो भयो त्यहाँ जानु। त्यो भएर ऊ तल दाजुले चाहिँ देखाउँदै हुनुहुन्छ, उता चाहिँ बाट जानुपर्ने। अब अवस्था अप्ठ्यारो भयो, म तपाईँहरूलाई त्यताको अलिक देखाउनु गाह्रो भयो, म देखाउँदिनँ है। अलिकति मान्छे यहाँ जङ्गलमा यहाँ डेटमा आइदियो क्या, त्यसो भएको कारणले मैले तपाईँहरूलाई भिडियो राम्रो बनाउनु सकिनँ। म तलतिर झर्ने यसो वातावरण बनाउँछु, भिडियो हेर्दै गर्नु होला त। योबाट चाहिँ भित्र तपाईँहरूले देख्दै हेर्नुहुन्छ नि, यो जङ्गल यो भित्र चाहिँ अलिकति पस्नु पनि अप्ठ्यारो छ क्या यतिखेर चाहिँ क्या। अब यो चाहिँ अलिकति अर्कै खालको स्पट हो है, डेटिङ स्पट हो। अनि जोडी हुन्छ। अब बेलुका साँझ पनि परिसकेको छ, अनि त्यो भएर म चाहिँ भित्र पस्दिनँ। यो पुलमै आनन्द आउँछ क्या। दाजु चाहिँ तलतिर माछा मारिराख्नु भएको छ नि त। अन्त अघि यहाँबाट चाहिँ दुईजना अब उता गइहाल्यो, म चाहिँ पारी जानुपर्ने। परबाट गएर चाहिँ दाजुलाई तल भेट्थेँ म त्यो माछा मार्ने जग्गामा, तर त्यहीँनिर बसिरहेछ हो। अन्त फेरि अब अप्ठ्यारो लाग्यो, अन्त त्यहाँबाट नजाउँ भनेर म चाहिँ यहीँनिर बसिरहेको छु। अब दाजु यतै आउने बेला भयो होइन, तेरो जङ्गलतिर चाहिँ म जाँदैछुइनँ, यहाँ तलतिर पर्खिरहेको छु, यता हुनुहुन्छ। अब घुमेर जाँदाखेरि त्यही बाटो जानुपर्ने हुन्छ। दाजु उता आउनु, गाडी उता ल्याउनु। हजुर हिँड्दै आउनु होइन, गाडी चाहिँ ल्याउनु नल्याउनु। ल ल ल ल दाजुहरूले उता बोलाउनु भयो। अब यहाँ कसरी कट्ने क्या, समस्या पऱ्यो त हौ। यहाँ त मान्छे छ फेरि हो, जङ्गलैभरि मान्छे बसिरहेछ। कस्तो अब उताबाट जानुपर्ने भयो। त्यही पनि अब कोसिस गर्छु, हेर्दै गर्नु होला है त। अब परतिरबाट त आइयो नि यता। अब खोइ कता जानु हो, यो त कहाँ पो आयो म त। कताबाट हौ दाजु बाटो? दाजु यहाँ त करेन्ट पो छ त, हात्तीलाई करेन्ट लाग्यो होला यो बाटो। उसमा तारहरू छ, डेन्जर पो रहेछ त हौ। म त यस्तो भित्र जाँदैछु, उताबाट त कटेर आयो कि। अब यहाँ पो फेरि तार लगाएको रहेछ, यस्तो रहेछ क्या घारी यता जानुपर्ने, तार लगाएको रहेछ। अनि अप्ठ्यारो भयो। अब छिड्ने कताबाट फेरि हो? एकचोटि यता हेर्नु पर्यो त, यहाँ छ कि बाटो यताबाट छ कि। खोलाभित्र आउनु, तार रहेछ नि त। झन्नै छुयो नि हौ, एटरेको एकछिन है। ल भिडियो अहिले अब म उताको चाहिँ देखाउँछु। यहाँ छिड्नु गाह्रो भयो, तारै रहेछ है। भिडियो हेर्दै गर्नु होला है। म चाहिँ जङ्गल कटेर अब यता आएँ। यस्तरी आएपछि बाटो यस्तो छ, अलिकति अप्ठ्यारो छ। पानी यता चाहिँ हात्ती आउँदछ क्या यो जग्गामा। तार लगाएको रहेछ त्यहाँ सेफ्टीको लागि, धान सान खान्छ भनेर। अलिक गाह्रै छ यो कताबाट जाने ठाउँ। कताबाट उताबाट छ बाटो? यस्तो रहेछ बाटो। मैले चप्पल खोलेँ अनि यताबाट जाँदैछु। यस्तो छ खोलाको बाटो आयो यहाँनिर। यो अहिलेको माथिको पुल चाहिँ त्यो, यहाँ चाहिँ दाजुले पर्खिराख्नु भएको छ। यहाँनिर आइयो, यहाँनिर माछा उम्किहालेछ। म माथि अघि अड्किहालेँ। यस्तो
यस्तो तरिकाको छ नि माछा पर्छ नि यहाँ चाहिँ खोलामा फेरि। बाँसको चेपबाट तानेको है आम्मामा। अब यता तान्नु पनि मिलेन उता तान्नु पनि मिलेन सुधा खोलातिर तानेको त यति उफ्रो त्यहीँ झर्दियो। तरिका म फेरि माथि बसेकै त्यहाँ जोडी बसेकै फेरि उतापट्टि उता आउनु पनि नमिल्ने म त अड्किहालेँ त्यहीँनिर। अब यस्तै यहीँ छ यहीँ राखेको छु यही खोलामा है हामीले माछा मार्दै गरेको चाहिँ भिडियोहरू हेर्दै गर्नु होला। तपाईँहरूलाई पनि मार्नु मन छ भने यसो काम नभएको बेला मात्रै आउनु होला। फुर्सदको बेला फेरि त्यत्तिकै जतापाति यता त्यो तरिकाले लफङ्ग भएर चाहिँ नहिँड्नु होला नि। फेरि हाम्रो दाजु चाहिँ खतरा माछा मार्छ क्या फेरि नि एकदमै हेर्नु तपाईँले हेर्नुहुन्छ पर सर उताबाट अलिक अँधेर आउँछ उहाँ चाहिँ फेरि एकदम माछामा चाहिँ नि एक नम्बर माछा मार्नुहुन्छ क्या। म चाहिँ फेरि मार्नु आउँदैन खानु मात्रै आउँछ त्यही भएर दाइसँग पछि हिँड्छु क्या। अब त्यहाँ अहिलेसिन पारिहाल्नुहुन्छ एकछिन पारेपछि म देखाउँछु। यस्तो अप्ठ्यारो ठाउँमा पनि थाप्नुहुन्छ म चाहिँ खोलाभित्र छु क्या। यता घारीतिर आएको छु उँभो चाहिँ यस्तो छ यता चाहिँ चेप घारीहरू छ। यहाँ चाहिँ फेरि कतिखेर फेरि फ्याउराहरू निस्किन्छ के निस्किन्छ टेन्सन हुन्छ क्या। गाह्रो छ है। यहाँ चाहिँ खोला छ यस्तो छ म चाहिँ खोलाभित्र यसरी बसिरहेको छु। चिसो पानी आउँदछ क्या देख्नु होला नि खोलामा नङ पनि सेतो टल्किरहेको छ यस्तो छ। एउटा माछा परिरहेछ है चलो परिरहेको छ माछै त कति पर उता दाजुले अझै ट्राई गरिराख्नु भएको छ। यस्तो छ माछा मरै छ है छ जङ्गलमा। हाम्रो दाजुले चाहिँ फेरि एउटा माछा पारेर ल्याइसक्नु भएको छ। म चाहिँ फेरि अल्छी हो भिडियो मात्रै बनाउने हो दाइले मारेकै खाने हो ढिँडोसँग त्यही हो कान्छा खाने बेला काठमाडौँ पुगिहाल्यो। अब यस्तै छ यसरी माछा हेर्नु है माछा यस्तो छ। अझै धेरै मारिन्थ्यो होला कि उता त्यो डिस्टर्ब भयो त्यो जहाँ मार्ने जग्गामा चाहिँ आएर उतापट्टि बस्दिरहेको छ अन्त अब कस्तो अप्ठ्यारो भयो क्या। नभए त म पनि जाँगर चल्थ्यो र मार्थ्यो होला त्यो जहाँनिर पार्ने ठाउँ थियो त्यहीँ चाहिँ मान्छे आएर बस्दियो क्या। फेरि जोडी आएर यस्तो दामी खोला ठाउँमा आइसकेको थियौँ नि। अब के गर्ने रात परिसक्यो माछा त मरेको अब के गर्ने त जाने लु अब हामी आज यति नै हो माछा। अब हामी सबै दाजुले पनि चारो हालिसक्नुभयो अब यति नै हो लास्ट माछा। अब दाजु उताबाट जाँदै हुनुहुन्छ म यताबाट आउँदैछु है। अब के गर्ने यस्तै हो। ल हस् त आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो यो खोलाखाल्चीभित्रको है। हाम्रो भिडियो नै यस्तैहरू हुन्छ माछा मरे पनि नमरे पनि हामी चाहिँ मछुवारे परियो मिनी भ्लगहरूलाई तपाईँहरूलाई अब माया गरिदिनु होला। मिस्टर मौली धनराज राई दुमीको भ्लगलाई कहिल्यै पनि उयो नगर्नु होला। म खोलाको चिसो पानीमा पसिरहेको छु आज तपाईँहरूलाई यस्तै उसमै अब होइन म बिदा माग्दछु। हस् त नमस्ते गुड नाइट भनेर भन्नु नमिल्ने बिदा हौँ। अब भोलिको अर्को भिडियोमा चाँडै भेटौँ है त।